म यो पुलमा आइपुगेको छु। हेर्दा चाहिँ दामी जस्तै देखिन्छ, राम्रो देखिन्छ हैन। यो पुलले गाईघाट र खैजनपुर अथवा मिलनचोकलाई जोडेको छ। यो चाहिँ धेरै ठुलो समस्या टरे जस्तो पनि देखिन्छ। यस्ता पुलहरू चाहिँ यसको शिर, यो खोलाको शिरदेखि पुछारसम्म थुप्रै बनेका छन्। ठुलो खर्च लागेर बनेको यो पुल हर्ष र विस्मात दुइटैको कारण बनेको छ। भएन भनौँ भने भयो, तर के भयो भयो भने जस्तो। एउटा बाइक यताबाट गइरहेको बेला कोही मान्छे अथवा अर्को बाइक आयो भने साइड दिन कठिन छ। बिरामी परेर सामान्य अटो पनि लान्छु भन्दाखेरि जान सक्ने ठाउँ छैन, हटाउँदैन। यहाँ स्थानीय मान्छेहरूमा असन्तोष पैदा गर्ने काम भएको छ। उनीहरूकै भनाइअनुसार कुनै बेला यो चाहिँ ठुलो चौडाइमा बन्ने गरी इस्टिमेट गरिएको भए पनि अब विभिन्न कारण देखाएर बन्दासम्म यसको आकार यसरी घटेको छ। यसरी यसको महत्त्व चाहिँ हराए चाहिँ भएको छ। अब यो एउटा पुल यसको उदाहरण भए पनि धेरै खालका यस्ता विकास निर्माणका कामहरूमा झारो टार्ने, बजेट पचाउने कामहरू भइरहेको छन्। आज बनेको कामले आजैका मान्छेहरूलाई सेटिस्फाई गर्न सक्दैन, अर्को पुस्तालाई पनि यसले केही हदसम्म सहज बनाउन सक्दैन भने यस्तो विकासको के काम अथवा यस्तोमा किन खर्च गरियो भनेर हामीले प्रश्न हरेक ठाउँमा सोध्नुपर्छ, जवाफदेहिता खोज्नुपर्छ। यसरी जनतालाई उल्लु बनाउन पाइँदैन। यस्तो लापरवाही गर्न कसैलाई पनि छुट छैन।